हेलो साथीहरू, मेरो युट्युब साथीहरू, आज चाहिँ कस्तो भिडियो भन्दाखेरि पनि मेरो साथी धेरै दिन महिना वर्षपछि भेट भएको छ। अनि साथीले एक्कासी फोन गर्यो। म त किन गरौँ होला भन्दाखेरि त साथी त बाहिर जान आँटेको रहेछ। अनि कहिले बाहिर नजाने भन्ने मान्छे अब बाहिर जान्छु भन्छ। म त एकछिन त अचम्ममा परेँ। अनि ठिकै छ नि त भने मैले। अनि ल राम्रोसँगले गर, राम्रोसँगले कमा, धेरै पैसा खर्च नगर पनि भने। अनि त्यसपछि साथीले के भन्यो भन्दाखेरि त होटलमा आइज यसो भेट्नुपर्छ भन्यो। अनि म फेरि सुर्र साइकलमा आएँ यस्तो घाममा। अनि के रहेछ होटलमा पार्टी भनेको त लास्टमा त यस्तो पो रहेछ पार्टी। ल साथी, मेरो साथी उही नै हो, विदेश जाने। राम्रोसँगले साथी कमाऊ, राम्रोसँगले रमाऊ। अरू त मेरो के भन्नु छ र। ल साथी केही छ भन्नु भनिदेऊ। मेरो के भन्नु, अब जाँदैछु बाहिर, दुःख लाग्दैछ, साथीहरू बिछोडिँदैछ, त्यही त हो। ल मेरो मामा के छ भन्नु। यस्तो हो, समयसँग चल्नु पनि पर्छ। खुसी पनि एक तरिकाले खुसी पनि, दुःख पनि। धेरै दिनपछि भेट भयो, खुसी लाग्यो। अब बाहिर जाँदैछ, भोलिको के हुन्छ थाहा हुँदैन, भेटिन्छ भेटिन्न। त्यही भएर खुसी पनि मनाउँदै दुःख पनि मनाउँदै आज यो रमाइलो साथीको तर्फबाट साथीले फेयरवेल पार्टी दिँदैछ। त्यही भएर आज हामी यहाँ जम्मा भएको छौँ। यहाँ 3 जना चाहिँ अहिले तत्काल 3 जना छौँ। त्यही भएर यहाँ रमाइलो गर्दैछौँ। साथीहरू, हाम्रो चाहिँ रमाइलो चाहिँ यस्तो हुन्छ है। तपाईँहरूको कस्तो हुन्छ कमेन्टमा बताइदिनु होला। अनि मेरो साथीलाई पनि धेरै धेरै शुभकामना। राम्रोसँगले जानु, राम्रोसँगले कमाउनु, धेरै पैसा खर्च नगर्नु, त्यही हो भन्दै अहिलेको लागि बाई बाई भन्दैछु। तर यहाँ मेरो साथीले मेरो बारेमा, मेरो युट्युब च्यानलको बारेमा केही भनिदिनु होला। के भन्नु लु केही भनिदेऊ। त्यही हो, अब माया गरिदिनु, लाइक एन्ड सब्सक्राइब, सपोर्ट अनि सेयर चाहिँ गर्नु नबिर्सिनु। त्यही त हो। ल मेरो मामा सेयर सब्सक्राइब त हुँदै गर्छ जिन्दगीमा। अब माया देखाइदिनु, मेन कुरो चाहिँ त्यही हो। माया मनमा राखिदिनु होला, धेरै धेरै माया गरिदिनु होला। ल त्यही भन्दै त्यसको लागि आजको लागि यति नै। बाई बाई।